शुभ बिहानी 2082 साललाई बिदाई गरी 2083 साललाई स्वागत गरे सँगसँगै बिहान उठेर हेर्दाखेरि अब नयाँ वर्ष आरम्भमा के परिवर्तन भएछ त भनेर हेर्दाखेरि मेरो त यस्तो परिवर्तन भएछ ल हेर्नु है। यति सानो 2 फिटको रुखमा यति धेरै फल लागेर ल हेर्नु त कति लाग्छ फुलमा, फुलै बिच्छे फल्छ कि। अब यो फल रहेर नयाँ वर्षले नयाँ फल खान दियोस् भन्ने आशा चाहिँ पलायो मेरो चाहिँ। तपाईँहरूको के भएछ? मेरो नयाँ वर्षमा नयाँ विकास त यस्तो पो भएछ। कलियुगको विकास यस्तो छ। यो कतिवटा फल होला त? पक्कै यो नयाँ वर्षमा खान पाइन्छ भन्ने आशा चाहिँ छ है।